हस्पिटलको सबै डेटाहरू मैले त्यहाँको अरू डकुमेन्ट्सहरू डाक्टरको रिपोर्ट्सहरू लिएर आएँ। पहिला उहाँलाई क्यान्सरको चाहिँ उपचार गर्दा अपरेसन गर्दाखेरि भनिएको थियो त्यसमा डक्टर एडभाइस थियो भिडभाडमा बस्न नहुने, फोहोर ठाउँमा बस्न नहुने, दैनिक व्यायाम गर्नुपर्ने, दौडिनु पर्ने भन्ने छ। हो त्यो भएन भने पहिला अपरेसन गरेको ठाउँमा फेरि घाउ हुन्छ भनेर लेखिएको छ डक्टर एडभाइसमा। अहिले फेरि उहाँको रिपोर्टमा त्यो पहिला अपरेसन गरेको ठाउँमा घाउ भइसक्यो, घाउ भएको देखियो। अदालतमा हामी प्रस्तुत गर्दैछौँ। अनुसन्धान त पहिला केपी ओलीजीलाई गर्नुपर्छ नि। रवि लामी छानेज्यूलाई चाहिँ पक्राउ गरेर अनुसन्धान गर्ने प्रश्न उठेपछि केपी ओलीज्यूलाई नसमाई कसरी छिनोफान हुन्छ? केपी ओलीज्यूले मैले पैसा विदेशमा राखेको होइन अहिलेसम्म भन्नु भएकै छैन। मौनम सम्मति लक्षणम भन्छ। उहाँ मौन बस्नु भएको छ। उहाँले एउटा कुरा मात्रै भन्नुभएको छ कि मेरो हस्ताक्षर मिलेन, अब त्यहाँ हस्ताक्षर सुधार गर्न जान्छु भन्नुभएको छ। तपाईले आफैले आफ्नै चेकमा सही गरेर कसैलाई पेमेन्ट दिँदा तपाईको आफ्नै सही पनि नमिलेको होला नि कहिलेकाहीँ, होइन? हुन्छ नि, यस्तो धेरैको हुन्छ। अब केपी ओलीजीले भन्नुभएको मेरो सिग्नेचर मिलेन भन्नुभएको न हो उहाँले, होइन र? पैसा राखेकै छैन भनेको सुन्नु भएको छ अहिलेसम्म? राखेको छैन उहाँले भनेर पत्याइँदैन। फेरि त्यहाँ दरबार मार्गमा आफ्ना मान्छे भेला गरेर होइन म निर्दोष छु नि है भनेर कार्यकर्तालाई सोधेर होइन र? तिमीलाई थाहा छ नि है म त निर्दोष हो नि है भनेर केपी ओलीज्यूले दरबार मार्गमा मान्छे बोलाएर सोधेर भन्ने हो र? उहाँले त्यही भन्नुभयो होइन? अनि केपी ओलीज्यूलाई चाहिँ कार्यकर्तालाई तिमीलाई थाहा छ नि होइन मेरो हस्ताक्षर मिलेन नि होइन भन्दा हो भने त्यो त प्रहरीको हिरासतमा आएर भन्नु पर्यो। हामी प्रश्न गर्छौँ अदालतमा त्यो भ्रमणमा 86 जना मात्रै गएका हुन् भनेछ। ठुलो होइन भने किनभने प्रधानमन्त्रीलाई जोड्न पाइँदैन, 87 सदस्य भन्न पाइँदैन, 86 भनेछ। एउटा मान्छे साथी कहाँ आज तँलाई सेल खुवाउँछु भनेर लिएर गएछ पाहुना, अनि मजाले सेल पकाएर 30 वटा सेल हाल्दैछ थालमा। तैँले मलाई के सम्झेको? खन्चुवा सम्झेको? गोरु हो एउटा चाहिँ झिक भन्थ्यो अरे के होइन? कहिले तपाईँको कहाँ 87 हो, 86 मात्रै हो। प्रधानमन्त्रीका अरू पो सदस्य हुन् त भ्रमण मण्डलका भनेर। यिनीहरू बाहिर गएर फ्रीमा खाना पाइन्छ भनेर त्यहाँको रक्सी, होइन? त्यो बाहेक के हुन्छ यिनको काम? अहिलेसम्म कति देश घुमेर आइसके, बाटा कस्ता हुन्छन् के हो? त्यहाँ जाँदा रेटिना चेन्ज गरेर आउँछन् कि यिनीहरू? सम्भव भएसम्म त्यो टोली नफर्किए राम्रो हुन्थ्यो, होइन? नफर्किए राम्रो हुन्थ्यो। देश जलिरहेको छ, उता तपाईँको छमछम नाच्दै होइन रक्सी खान दौडेका छन्। पृथ्वीनारायण शाहको शालिग ढाल्नेहरूले चाइनाबाट के सिक्ने? तिनले नेपालमा माओको पनि बेइज्जत गरे। यिनले बुवा आमाको क्रिया गरिरहेका मान्छेहरूको मुखमा मासु कोच्याएका छन्। किताब चाहिँ लाल किताब पढ्ने अनि बुझ्ने चाहिँ लाल पूर्जा बटुल्ने मात्रै। तपाईँको बालटाको लाल पूर्जादेखि लिएर गिरिबन्धुसम्मको राजनीतिजीवी भनेको चाहिँ परजीवी जस्तो, अर्काको शरीरमा बसेर खाने जुम्रो जस्तो, जनतालाई चुसेर खाने राजनीतिजीवीहरू। नेपाली नेताहरूले विदेशबाट ल्याउने चाहिँ अनुदान होस् कि ऋण होस् त्यसमा भ्रष्टाचार गरेका छन् सबभन्दा धेरै। समस्या जहाँ छ यिनीहरूको जीविका त्यसैबाट चलेको छ। मृत्युदण्ड जरुरी छ। हुन त ऋण आए पनि अनुदान आए पनि यिनीहरूले हसुर्ने नै हुन्। नेपालीले एकपटक असाध्यै दुःख पाउन जरुरी छ। संसारबाट सबै ऋणहरू र अनुदानहरू बन्द गरिनुपर्छ, चाइनाबाट मात्रै होइन। यो जरुरी छ। यो भएको हुनाले अनि हामी काम गर्न बानी बसाल्न थाल्छौँ। आफू श्रम नगर्ने, काम नगर्ने, विदेशीसँग ल्याएर मात्रै खाने, यिनीहरूले बोलेका कुरामा हाम्रो प्रतिक्रिया दिने मात्रै काम होइन, हामी त समाधान बताइरहेछौँ। यो बहुदल भन्ने त कामै छैन भन्ने प्रमाणित भइसक्यो। दलको नेता भन्ने बित्तिकै ऊ 1 नम्बरको कोशी प्रदेशको मन्त्री देख्नुभयो नि, ऊ दलको मन्त्री उहाँ भएको हुनाले मुद्दा नचलाउने निर्णय सिधै प्रहरी प्रतिवेदन आएको थियो, मुद्दा चलाउने गरी चलाइएन। यो देशमा किन बस्नु भनेर युवाहरूले भनेको प्रश्न 100% जायज छ। यसको जवाफ यो सत्ताले, यो व्यवस्थाले, यो व्यवस्थाका पक्षधरले दिनै पर्छ। पार्टीका नेतालाई हत्कडी लाएर लगेको तपाईँले देख्नु भएको छ? परैबाट अपराधी जस्तो देखिने ज्याकेट लगाएर लगिन्छ अरूलाई। तपाईँ साथीहरूले अहिले यहाँ साइबर क्राइमको मुद्दा केही पर्यो भने तपाईँको मिडिया कन्टेन्टमा तपाईँलाई पहिला त्यो ज्याकेट भिराइदिइहाल्छ अनि हत्कडी लगाइहाल्छ। एउटै होइन कानुन देशको, तर नेताहरू हेर्नुहोस् त यसो गर्दै हिँडेका छन्। हात चट्टै काट्नुपर्ने होइन। नेपालमा प्रहरीले सत्तामा भएका मान्छेको बारेमा बोलेको कुरा 100% उल्टो बनाएर बुझ्नुस्, त्यो सत्य हुन्छ। रवि लामी छानेज्यूको कुनै पनि संलग्नता छैन, उहाँ निर्दोष हुनुहुन्छ भन्ने आइजिपी, संसदमा गएर ठग्ने आइजिपी ले अहिले आफै म्याथ थप्दै रवि लामी छानेलाई तपाईँको हिरासतमा राखेर गर्न मिल्छ? अब आइजिपी को कुरा कसरी पत्याउने के सकिएन यो देशमा? अब उहाँसँग मेरो कुरा हुँदा मैले भनेको के हो भने सीआईबीले भने जस्तो मिडियामा आए जस्तो होइन। मलाई जसले पठाइदियो त्यो पठाएको जस्ताको तस्तै मैले राखेको छु। त्यहाँनिर हेर्नुहोस् दर्शकवृन्द, यो यस्तो रहेछ भनेको आवाज पनि मेरो होइन, अर्कैले भनेको कुरा हो, साभार मात्रै गरेको हुँ। र मलाई त्यो पठाइएको कुरा जुन छ तपाईहरुको अनुसन्धानले फेक देखायो भने त्यो तपाईहरुको कुरा, तर मैले चाहिँ मलाई जे पठाइएको छ मैले त्यही सार्वजनिक गरेको हुँ।
अहिले नेपालमा चर्चित रहेको एउटा विषयमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यो विषय भनेको इताई इलु। यो इताई इलु भनेको चाहिँ साथीहरूका लागि नयाँ हुन सक्छ, नेपालीहरूका लागि चिनिया